साथीहरु, के छ हालखबर? सबैजनालाई गुड मर्निङ छ। बिहान बिहानको मौसम यति दामी छ। अनि यसो बिहान बाहिरको हावा खाउँ भनेर आएको। यो मेट्रो स्टेसन भयो, ट्याक्कै मेट्रो यहीँनिर आउँछ। अलि भर्खर मार्केट जानलाई हामीलाई चाहिँ सजिलो छ। यहाँबाट 2 घन्टासम्म 4 रुपियाँमा 2 घन्टासम्म जति घुमे पनि हुन्छ। यहाँदेखि बाहिर यो यस्तो देखिन्छ साउदीको। हाम्रो उता अब डाँडा काँडा हरियो लगभग धेरै टाढासम्म देखिन्छ हैन। यहाँ अब हेर्नु त, यतिसम्म बादल लागे जस्तो मात्रै हुन्छ। अब यहाँ डाँडा साँडा छैन, हरियो परियो छैन। अनि त्यो हुन्छ नि, धुलो जस्तो मात्रै देखिन्छ क्या, पुरै धुलै धुलो। अब यता हेरौँ, यताबाट पनि गाडी हिँडिरहेको रोडहरू छ। त्यो मार्केट भयो, टाढा मार्केट। अब मेट्रो आउँदैछ त्यहाँदेखि हेर्नु। पुरै मेट्रो। यसमा ड्राइभर पनि छैन, कोही पनि छैन। बस्ने मान्छे प्यासेन्जर मात्रै बसेको हुन्छ। यतिकै कसरी हिँड्छ। अब यो कहाँतिर रोक्ने, कहाँतिर मान्छे झार्ने भन्ने कुरा यसलाई कसरी थाहा हुन्छ? कस्तो तरिकाले चलाउँछ नि हेर्नुहोस्। दुनियाँ कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने केपीकै पछाडि लागिरहेको थियौँ। उखान टुक्का सुन्न मात्रै लागेका थियौँ केपीको पछाडि। बिहान त त्यति मान्छेहरू त हुँदो रहेछ नि, तर एकदमै राम्रो। म त छतमा आएर बसेको छु। पुरा छत पछाडि मजबुत पनि छ। जाँदैछ प्लेन जाँदैछ। हाम्रो कहिले आउने हो पालो? सानो देखिँदो रहेछ।